गुड मर्निङ एभ्रिवान। अहिले चाहिँ म सुबह भन्दा पनि 9:30 भयो। आज चाहिँ म 3 टेक जाँदैछु है आन्टीहरूसँग। किन भन्दा चाहिँ उकालो हिँड्नु साह्रो पर्यो। अहिले भेट्छु है गाइस, गाडीमा चढ्यो। यहाँ इन्टेल आइपुगिसकेको छु होइन। कस्तो साह्रो पर्यो उकालो हिँड्दा चाहिँ, सास फेर्नु साह्रो पर्यो जस्तो भयो। अन्त रङ्गलाल दाजुहरू आन्टीहरू चाहिँ आउनु हुँदैछ अरे है। हामी चाहिँ यहाँ मणिपाल पुग्यो। अन्त यता हाम्रो तारा आन्टी, यता हेर्नु त आन्टी, अन्त गङ्गा आन्टी सनग्लास लाएर हेर्नु न के हो। यता बिन्दा आन्टी हो, अगाडि हाम्रो के भन्छ सिनियर यता रङ्गलाल दाजु, उहाँले चाहिँ हाई गर्नु सक्नु हुँदैन। अन्त हामी चाहिँ अब गएको कता अरे 3 टेक। आज चाहिँ म 1-2वटा क्वेसन सोध्नुपर्ने छ आन्टीहरूलाई होइन। अन्त म चाहिँ कहिले गएको छुइनँ 3 टेक चाहिँ। मेरो एकजना साथी पनि बिहा भएको छ होइन, तर गएको चाहिँ छुइनँ। म पनि हुनेवाला छु भन न। म पनि त्यतै हल्ले त राम्रो आउँछ त लु भन्नु त। खुकुरी पुरानो आँसु दिएर तिमी मदेखि टाढा छौ तर प्यार त्यही नै हो। वाह 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 वाह। अब गङ्गा आन्टी आँसु दिएर मोती बटुले हार भएन जित, हातबाट झरेको फुलले भुल्न सकेन प्रीत। होइन आन्टीहरूले त पहिला त अङ्कलहरूलाई त त्यसै फसेको होइन रहेछ। उपन्यास नि पढ्थ्यो, दिनमा एउटा पढिन्थ्यो, पुरा नगर न अब। कुन पढिन्थ्यो चाहिँ अब बादल पढ्नु चाहिँ मलाई टाइम लाग्यो कि बादल। गाइस अब चाहिँ हामी यहाँनिर पुराणमा चाहिँ पुग्न आँटेको हो, तर रोडमै चाहिँ के भन्छ रोडकै छेउमा चाहिँ होइन रहेछ, अलिक झर्नु पर्दो रहेछ है। अन्त अहिले चाहिँ यो कहाँ आइपुग्यो अरे हामी? होइन हौ राबदान के भन्छ, म चाहिँ फर्स्ट टाइम आएको हो। अन्त यहाँबाट कोही पनि मैले भेट्नेछु मेरो फलोवर्स भ्युअर्सहरूलाई है। भेट्यो चाहिँ जाँदैछु यहाँबाट ओह्रालो। कता ओह्रालो? पुराण चाहिँ तल रहेछ, ग्राउन्डमा हो क्या। ए तल रहेछ। ओह्रालो जाँदैछु मान्छे। अन्त त कस्तो मजाको रहेछ। लु हाम्रो आन्टीहरू यहाँ आइसक्नु भएको छ पुराणमा। म चाहिँ भ्लग गर्नु मात्रै आएको भनेर चाहिँ हुँदैन त्यसो भन्नु। किन गर्छु तपाईँलाई यतिकैमा पनि राम्रै छ त। तपाईँ गङ्गा आन्टी गाडीबाट निक्लिने 3 घन्टा लाउनुहुन्छ, छोटो भएर छोटो मगरले। अन्त म चाहिँ छु यहाँनिर। अब यस्तो दामी जग्गा कि, यस्तो खुल्ला आकाश हेर्नु न अम्बो। अन्त अब यो ओह्रालो जानुपर्ने रहेछ यहाँबाट चाहिँ है। अन्त अब चाहिँ हामी यहाँ ओह्रालो जाने बाटो यताबाट पनि रहेछ, यताबाट बारी अब म त यो त मेरै गाउँ जस्तो लागिहाल्यो। एकजना अल्को एकजना पुर्के हो। अन्त त म त यता कान्छी। मलाई चाहिँ यस्तो यहाँ हेर्नु त, यो मनपर्छ, यस्तो आकाशहरू भएको कस्तो मनपर्छ हौ। ग्रिन हाउस पनि रहेछ होइन। पुराण चाहिँ यता तल रहेछ यहाँ। ओ दामी घर हेर्नु न यहाँनिर। अन्त त हेर्नु न है, दुबो हेर्नु न त्यो बिचमा। आन्टी तपाईँहरूलाई मन पर्यो? डिजाइन हेर्नु न कस्तो मजाको है। अब टेरेसमा निक्लिँदा कस्तो मजाको फिल हुने हेर्नु न, सुनसान है। हाम्रो आन्टीको यहाँ आन्टीलाई भेट्यो। गरिहला सुन्दैन किन? सुन्दैन। यहीँ छ बोल त कि केही सुन्दैन।
नमस्ते गर्नुपर्छ यहाँ फोनले गर्दा अप्ठ्यारो भयो के गर्नुहुन्छ अब कस्तो राम्री देखेको सेवन्त आन्टी त होइन परी जस्तै ए हजुर अन्त सोध्नु तपाईँ चाहिँ उयो भइसक्नु भएको पहिल्यैदेखि बनाउनुहुन्थ्यो हजुर हो त पहिल्यैदेखि म तर तपाईँको भिडियोमा हेर्नु चाहिँ हेर्दिनँ नि हेर्दैन ऊ बहिनीले हेर्दो रहेछ हौ वेदना हजुर मेरो सोरिङ हो उता आइडिया दिनु न ल ल ल आज यहाँ अब होइन हामी आएको छौँ यहाँनिर वर्तमानमा होइन तर एक्चुअलमा चाहिँ वर्तमान चाहिँ किन गरिन्छ होइन अब याद भएन फर्केको ज्ञान वैराग्य सबैलाई हृदयमा सजाएर आरतीमा सम्मिलित बन्नुहुन्छ भन्ने आग्रह गर्दैछौँ। आरती पनि तयार भइसकेको छ। अब हामी आरती पूजा हेर्नु न गाउँ कस्तो मजाको ठाउँ रहेछ हौ यहाँ त बिचारा हाम्रो गङ्गा आन्टी हिँड्नु सक्नु हुँदैन ला यहाँ बिमला आन्टी चाहिँ अर्का घरतिर फोटो खिच्न आँट्नु भएको छ भन्नु अरे गाडीमा पसेको त नि आमा गाडी त 2 इन्च अगाडि बढ्दियो त्यति साह्रो नभन्नु तपाईँ 60 केजी त होला नो म त अन्ली फाउ मात्रै छ बिमला आन्टी पनि त हो नि त अन्त 80 केजी यता हेर्नु न 57 होला हो बुढीले बेचेको डस्टबिन गाडीमा राख्ने डस्टबिन कसरी हो साह्रै महँगो रहेछ नि त महँगो त अन्त त है साह्रो त साह्रै छ यो चाहिँ म बुन्थे अब चाहिँ बिर्से झोला यो चाहिँ लन्च ब्याग मैले 2टा रुख टमाटर र आलु घिउहरू पनि राखेको रहेछ है पता आन्टी म निकुरो किने साग किने छुर्पी किने टमाटर किने छुर्पी चाहिँ कहाँ पाउनु भयो छ त 150 रुपैयाँ 400 रुपैयाँ केजीको 150 रुपैयाँ भनेपछि 300 रुपैयाँ केजी गङ्गा आन्टी नकिन्ने केही किन्दिनँ बिमला आन्टी के किन्नु भयो यता हाम्रो आन्टीले चाहिँ जोरै किन्नुहुन्छ है अनलाइनबाट पनि जोरै किन्नुहुन्छ मैले 1 पोका आलु किने अर्ग्यानिक अन्त रुख टमाटर 2 पोका किने आमामा दुईटा चाहिँ किन मेरो बुहारी टमाटर कन्सिप चाहिँ यो यस्तो जिब्रो पड्काउँदै खान्छु के साह्रो बुहारीलाई सम्झेको है मेरो बुहारी कति मिठो गरेर खान्छ नि तपाईँले के किन्नु भयो मैले तपाईको किने निङ्ग्रो आलु मुरै चाहिँ कसलाई मुरै नानी छ घरमा सानो नानी हुनेवाला छ घरमा चाहिँ किनिरहेको यहाँ मैले उयो मागेको यो भित्ताको के पो उक्लेन लड्छ है तिमीलाई राम्रो
नकुहिएको मलाई कुहिएको ल त्यस्तो त कहाँ हुन्छ अब एउटै छ म त जिस्केको पो त राम्रो भयो गङ्गाम लाने अरे गङ्गाम लाने अरे एक बिटा बनाइदिनु यो जग्गा के भन्छ दिदी यो जग्गालाई के भन्छ लिङदोक डाँडा पाङथाङ ए यहाँ मुनि चाहिँ लिङदोक भन्छ है हजुर तल चाहिँ लिङदोक भन्छ राइट अलैँची बारी भएको उक्लेन भाइ होइन सानो उखेल्नुहोस् न सानो दोकान खोल्नु पर्दैन रहेछ नि तर उयोसँग हुनुपर्छ है फेरि खोजी लाग्नु थ्याङ्क यू सक्यो पनि दिनुहोस् न जाती हुनुभयो ए यहाँ चाहिँ भाउजूले चिया बनाइदिनु हुँदैछ यता हेरिदिनु न म ना बिस्किट खानुभएको केही ल्याएन ल पुपुले जाती भएर मात्रै खानु ल गाइस म चाहिँ रुममा आइसकेको छु जति नै घुमेर आए पनि है जति नै इन्जोय गरेर आए पनि फुल्ली इन्जोय गरेर आए पनि तर घरमा आएर सुतेपछिको आनन्द चाहिँ यति बेग्लै र छुट्टै हुन्छ कि कहिले घर पुगेर सुतौँ जस्तो हुन्छ है सायद सबैजनालाई नै यस्तो हुन्छ होला मलाई मात्रै त होइन होला है यो आफ्नो घर भनेको चाहिँ आफ्नो घरै हुन्छ है साथीहरू अन्त घरमा आएर सुत्दाखेरि बुसुक्क निदाउने त्यो निन्द्रा चाहिँ है यति मिठो हुन्छ ओके गाइज यस्तै राम्रो राम्रो कुराहरू ब्लगहरू हेर्नुको लागि चाहिँ वेदनालाई फलो गर्नुहोस् होला बाइ बाइ गाइज